नमस्कार। एक सानो गाउँको केटा, राजधानीको पहुँच थिएन, न कुनै स्थापित कलाकारको विरासत नै। तर उसको अभिनयले पर्दामा समाज नै उतारिदियो जस्तो लाग्छ मलाई त। हो नि। कहिले हँसायो, कहिले रुवायो अनि निकै गहिरो कुरा सोच्न बाध्य बनायो। राष्ट्रिय पहिचानका कुरा पनि उठाए। हो, आज हामी उनै दयाहाङ राईको चर्चा गर्दैछौँ। आजकाल त नेपाली चलचित्र भन्ने बित्तिकै उहाँको नाम आइहाल्छ नि, होइन र? एकदम पर्याय जस्तै बनिसक्नुभयो। र आज हामीसँग उहाँको जीवन र यो कला यात्रालाई समेट्ने एउटा विस्तृत जीवनीकै खाका छ। यो केवल कलाकारको कथा मात्र होइन जस्तो लाग्छ मलाई। यो त एक किसिमको चेतनाको यात्रा नै हो। हो, चेतनाको यात्रा। राम्रो शब्द हो यो। आउनुहोस्, यही यात्राका विभिन्न मोडहरूमा अलि गहिरिएरै कुरा गरौँ न त। हुन्छ, सुरु गरौँ। यो यात्रा सुरु हुन्छ उहाँको गाउँ तेह्रथुमबाट। त्यो लिम्बू संस्कृति, ग्रामीण जीवन अनि मातृभाषा र राज्यको नेपाली भाषा बीचको त्यो एक किसिमको द्वन्द्व भनौँ न। त्यहीबाट सुरु हुन्छ सबै कुरा। त्यो परिवेश, त्यो माटो, त्यो संस्कृति, त्यसले उहाँको जग बनायो। कसरी यी सुरुवाती अनुभवहरूले उहाँको पहिचान र कलालाई एउटा आकार दियो होला त? हेर्नुस्, त्यो लिम्बू संस्कृतिमा हुर्कनु, आफ्नै भाषा बोल्नु, तर विद्यालयमा वा बाहिर नेपाली भाषाको दबाव महसुस गर्नु, यसले उहाँलाई सानैदेखि भाषा, पहिचान र आफ्नो जराप्रति सचेत बनायो। पछि गएर उहाँको कलामा यो कुरा झल्किन्छ नि, त्यो सांस्कृतिक अस्मिताको खोजी, भाषिक प्रतिनिधित्वको चाहना, त्यो सबैको बिउ त्यही बाल्यकालमा रोपिएको हो जस्तो लाग्छ मलाई। हो त नि। अनि त्यसपछि काठमाडौँ आउनुभयो, क्याम्पस जीवन, रङ्गमञ्चसँगको त्यो पहिलो स्पर्श कस्तो रह्यो होला? क्याम्पस पढ्दा नै हो उहाँ रङ्गमञ्चतिर तानिनु भएको। त्यो एउटा गहिरो सम्बन्ध बन्यो। अनि गुरुहरू जस्तो सुनिल पोखरेल, अनुप बराल, उहाँहरूसँग काम गर्ने मौका पाउनुभयो। मैले सुनेको छु, उहाँहरू त नेपाली रङ्गमञ्चका हस्ती नै हुनुहुन्छ। हो नि, उहाँहरूको निर्देशनमा नाटक खेल्नुभयो, बुद्ध वाज बोर्न इन नेपाल, तलकजङ, पञ्चतत्व जस्ता नाटकहरू। यी नाटकहरूले उहाँको अभिनयलाई माझ्न ठूलो भूमिका खेले। त्यो एउटा अभिनयको भट्टी जस्तै भयो उहाँको लागि। एउटा बलियो जग बस्यो भन्नु पर्यो, होइन त? एकदमै, त्यो जग एकदम बलियो थियो। अनि त्यही जगमा टेकेर बल्ल सिनेमामा प्रवेश गर्नुभयो। डेब्यू फिल्म त अनागरिक र डस्टुङ्गा थिए है। हो, ती सुरुवाती फिल्महरू भए। तर उहाँलाई खास चर्चामा ल्याएको त लुटले हो नि। हो त नि। लुटपछि त उहाँको यात्राले अर्कै मोड लियो। लोकप्रियता ह्वात्तै बढ्यो। लुट एउटा गेम चेन्जर जस्तै भयो नेपाली सिनेमामा पनि अनि उहाँको करियरमा पनि। त्यसपछि झोले, सम्बोधन जस्ता फिल्महरू आए। तर उहाँको विशेषता के देखिन्छ भने उहाँले लोकप्रियता मात्र कमाउनु भएन, उहाँका पात्रहरूले समाजको कथा बोल्न थाले जस्तो लाग्छ। त्यही त, उहाँले छानेका भूमिकाहरू हेर्नुभयो भने त्यसमा गाउँको आवाज छ, जातीय प्रतिनिधित्वको कुरा छ, लिम्बू पहिचानको विमर्श छ। हो, उहाँ आफै लिम्बू समुदायबाट आउनु भएकोले त्यो प्रतिनिधित्व झन् अर्थपूर्ण भयो होला। अवश्य, उहाँले पर्दामा ती समुदायको कथालाई, उनीहरूको सङ्घर्षलाई, उनीहरूको सपनालाई स्थान दिनुभयो, जुन सायद पहिले मूलधारमा त्यति थिएन। अनि संवाद, कबड्डी कबड्डी कबड्डीको त्यो संवाद, त्यो त मान्छेहरूले कति दोहोर्याए। हो नि, आलु जस्तो नक्कच्चर हो, त्यो त ट्रेन्ड नै बन्यो नि। उहाँका पात्रहरू मार्फत उहाँले समाजका विभिन्न मुद्दामा, जस्तो कि वर्ग, भाषा, जातीयतामाथि एउटा संवाद सुरु गराउनु भयो जस्तो लाग्छ। एउटा कलाकारले अभिनय मार्फत यस्तो संवाद सृजना गर्नु सानो कुरा होइन नि। होइन, बिल्कुल होइन। अनि उहाँको यो यात्रा नेपालभित्र मात्रै सीमित रहेन। सेतो सूर्य जस्ता फिल्मले उहाँलाई कान्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्यायो नि। त्यो अर्को महत्त्वपूर्ण फड्को थियो। सेतो सूर्यले नेपाली सिनेमालाई, खास गरी आर्ट हाउस भनिने कलात्मक धारको सिनेमालाई विश्वमा चिनाउन मद्दत गर्यो। यो आर्ट हाउस सिनेमा भन्नाले अलि प्रष्ट पारिदिनुस् न। आर्ट हाउस सिनेमा भन्नाले चाहिँ त्यो मसलादार व्यावसायिक मनोरञ्जन मात्र खोज्ने भन्दा पनि कथा, पात्र, विचार र कलात्मक प्रस्तुतिमा बढी जोड दिने खालको सिनेमा भन्नुपर्छ। यसले समाजको गहिरो तहमा पुगेर कथा भन्छ। भनेपछि सेतो सूर्यले त्यस्तै गहिरो कथा भन्यो। हो, माओवादी द्वन्द्वपछिको नेपाली समाजको एउटा सूक्ष्म चित्र देखायो त्यसले, र त्यसमा दयाङजीको अभिनय साँच्चै अब्बल थियो। त्यस्ता फिल्महरूमा उहाँको अभिनय शैली अलि फरक देखिन्छ है।
कम बोल्ने तर धेरै अभिव्यक्त गर्ने खालको। एकदम। शारीरिक भाषा, अनुहारको भाव, त्यो मौनता, त्यसैबाट धेरै कुरा बोलिरहेको हुन्छ। त्यो उहाँको अभिनयको अर्को ठूलो शक्ति हो। उहाँ संवाद मात्र होइन, मौनताबाट पनि अभिनय गर्न सक्नुहुन्छ। यो कुरा उहाँको दर्शनसँग पनि मिल्छ जस्तो लाग्छ। उहाँले भन्नुभएको छ नि, म पात्र बन्छु ताकि समाज पर्दामा जीवित रहोस्। हो, त्यो भनाइले उहाँको कलाप्रतिको दृष्टिकोण प्रष्ट पार्छ। उहाँ आफू स्टार बन्ने भन्दा पनि पात्रलाई न्याय दिने र त्यो पात्र मार्फत समाजको यथार्थ देखाउने कुरामा बढी केन्द्रित हुनुहुन्छ। अनि अर्को एउटा भनाइ पनि छ उहाँको, नेपाली चलचित्र भनेको काठमाडौँ मात्र होइन। यसले के अर्थ राख्छ होला? यसले उहाँको त्यो सोच देखाउँछ कि नेपाली सिनेमाले राजधानी बाहिरका कथाहरू, सीमान्तकृत समुदायका आवाजहरू, विविधतालाई पनि समेट्नुपर्छ। उहाँ आफै गाउँबाट आउनुभएकोले यो कुरा उहाँले गहिरोसँग महसुस गर्नुभएको छ। भनेपछि उहाँ सिनेमालाई केवल मनोरञ्जन होइन, एउटा संवादको माध्यम बनाउन चाहनुहुन्छ। हो, संवाद र विमर्शको साधन, समाजलाई ऐना देखाउने माध्यम। यो सोच उहाँको व्यक्तिगत जीवनको सादगी र त्यो शालीनतासँग पनि मेल खान्छ जस्तो लाग्छ। व्यक्तिगत जीवनको कुरा गर्दा उहाँको परिवार, श्रीमती एभिन लुइटेल अनि त्यो काठमाडौँ र गाउँ बीचको दोहोरो जीवनशैली, यसले पनि उहाँको व्यक्तित्वलाई प्रभाव पारेको होला नि? पक्कै पनि। त्यो स्टारडमको चमक दमक भन्दा टाढा एउटा साधारण मानवीय जीवन जिउनु, त्यो उहाँको कलामा पनि देखिन्छ। त्यो गाउँसँगको निरन्तर सम्पर्कले उहाँलाई आफ्नो जरासँग जोडिरहन मद्दत गर्यो होला। साँच्चै एउटा अभिनेता भन्दा पहिले एक मानिसको रूपमा पनि उहाँको छवि एकदमै सकारात्मक छ है? हो, त्यो सादगी, त्यो नम्रता धेरैले मन पराउँछन्। अब अलिकति फरक पाटोमा जाउँ। उहाँले अभिनय मात्र होइन, निर्देशन र लेखनमा पनि रुचि देखाउनु भएको छ भन्ने सुनिन्छ नि। उहाँ निर्देशनको तयारीमा हुनुहुन्छ भन्ने कुराहरू आएका छन्। लेखनमा पनि सक्रिय हुनुहुन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, उहाँ युवाहरूलाई फेरि थिएटरमै फर्काउने अभियानमा पनि लाग्नु भएको छ। त्यो त राम्रो कुरा हो, नयाँ पुस्तालाई रङ्गमञ्चको महत्त्व बुझाउनु। हो, उहाँले सायद त्यो जगको महत्त्व बुझ्नु भएको छ। अभिनयको त्यो पहिलो पाठशाला त रङ्गमञ्च नै हो नि। नयाँ पुस्ताको अभिनय शैली निर्माणमा पनि उहाँको चासो देखिन्छ। अवश्य पनि। अब पुरस्कार र आयोजनाको कुरा गरौँ। उहाँले FAN अवार्ड, नेफ्टा अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता थुप्रै सम्मान पाउनुभयो। हो, उहाँको कामको कदर भएको छ, थुप्रै पुरस्कार जित्नु भएको छ। तर एक समय यस्तो पनि आयो जब दयाहाङ दोहोरिँदैछन् भन्ने आलोचना पनि निकै सुनियो नि। उस्तै खालको भूमिका गरिरहेको भन्ने खालको। त्यो आलोचना आयो। हेर्नुहोस्, कुनै पनि कलाकार जब एकदमै धेरै सफल हुन्छ, धेरै फिल्म खेल्छ, तब उसले फरक फरक भूमिका नपाउँदा वा उस्तै खालको चरित्रमा देखिँदा यस्तो प्रश्न उठ्नु स्वाभाविक हो। तर उहाँले यसको जवाफ कसरी दिनुभयो त? उहाँले यसको जवाफ अन्तर्वार्ता दिएर वा बहस गरेर होइन, आफ्नो अभिनयबाटै दिनुभयो जस्तो लाग्छ मलाई। पछि उहाँले निकै फरक खालका चुनौतीपूर्ण भूमिकाहरू पनि गर्नुभयो। त्यसले उहाँको अभिनय क्षमताको दायरा फराकिलो छ भन्ने देखायो। भनेपछि त्यो आलोचनालाई पनि उहाँले सकारात्मक रूपमै लिनुभयो सायद, अथवा त्यसले उहाँलाई अझ फरक काम गर्न प्रेरित गर्यो होला। जियोस्, त्यो आलोचना हुनुले पनि उहाँको प्रभाव कति गहिरो छ भन्ने नै देखाउँछ। साँच्चै कतिपय विश्लेषकहरूले त नेपाली सिने इतिहासलाई नै दयाहाङ पूर्व र दयाहाङ पश्चात भनेर छुट्याएर हेर्न थालेका छन् नि। यो अलि बढी भएन र? खै, बढी भयो कि भएन भन्न त गाह्रो छ। तर उहाँले नेपाली सिनेमामा जुन किसिमले पहिचानको मुद्दा, यथार्थवादी कथा र सन्देशमूलक अभिनयलाई स्थापित गर्नुभयो नि, त्यसले एउटा तरङ्ग त ल्याएकै हो। एउटा प्याराडाइम शिफ्ट जस्तै भन्न सकिन्छ। उहाँभन्दा अगाडि नभएको होइन, तर उहाँले त्यसलाई मूलधारमा ल्याएर स्थापित गर्नुभयो। सिनेमामा त्यो गाउँको कथा, त्यो सीमान्तकृतको आवाज, त्यो पहिचानको बहस, उहाँले त्यसलाई एउटा उचाइ दिनुभयो। त्यसकारणले उहाँलाई केवल एक कलाकार मात्र नभएर एउटा आन्दोलनको सुरुवातकर्ता जस्तो पनि मान्न सकिन्छ। शब्द अलि ठूलो होला, तर उहाँको प्रभाव त्यस्तै गहिरो छ। उहाँले सिनेमाको भाष्य नै परिवर्तन गर्न भूमिका खेल्नुभयो। सिनेमालाई हेर्ने दृष्टिकोण बनाउने शैलीमै प्रभाव पार्नुभयो। त्यसो भए निष्कर्षमा के भन्न सकिन्छ त?
दयाहाङ राईको यो यात्रालाई कसरी सारांशमा बुझ्ने? हेर्नुहोस्, दयाहाङ राईको यो यात्रा केवल एक सफल अभिनेता बन्ने कहानी मात्रै होइन। यो त नेपाली सिनेमाको सोच, शैली र प्रस्तुतिमै एउटा नयाँ चेतना, एउटा नयाँ अध्याय थप्ने यात्रा हो। तेह्रथुमको त्यो गाउँको अनुभवदेखि लिएर कान्स जस्तो अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्दा उहाँले आफ्नो अभिनय मार्फत समाज, पहिचान र मानवीय संवेदनाको गहिरो बहस सृजना गर्नुभयो। उहाँले नेपाली सिनेमाको परिभाषालाई नै फराकिलो बनाइदिनुभयो जस्तो लाग्छ। एकदमै सान्दर्भिक विश्लेषण। अब अन्त्यमा एउटा प्रश्नमा घोत्लिनु आवश्यक देख्छु म। दयाहाङ राईले खनेको यो पहिचान र यथार्थको बाटोमा हिँड्दै नेपाली सिनेमा अब कता जाला त? हो, यो महत्त्वपूर्ण प्रश्न हो। उहाँले स्थापित गरेको यो विरासतले नयाँ पुस्ताका कथाकार, निर्देशक, कलाकारहरूलाई कसै प्रेरित गरिरहेको छ, वा कतै यसले नयाँ खालका चुनौतीहरू पो थपिरहेको छ कि? यो सोच्नुपर्ने कुरा हो। के उहाँको प्रभावले विविधतालाई साँच्चै स्थान दिएको छ, वा कतै फेरि उहाँकै जस्तो बन्ने होडबाजी पो सुरु भएको छ कि? यसका दुवै पाटा हुन सक्छन्। साँच्चै यसमा विचार गर्नु निकै अर्थपूर्ण र रोचक हुन सक्छ। हस्त आजको यो गहिरो चर्चाका लागि धेरै धेरै धन्यवाद। यस्तै गहिरा नेपाली कथाहरूको लागि लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।